हेलो एन्ड वेलकम टु माई च्यानल। आज चाहिँ म धेरै दिनपछि ब्लग बनाउन गइरहेको छु है। इट्स बिन अ लङ टाइम, मोर देन 1 वर्ष भयो कि सायद। अझै बनाइरहेको छैन होइन। धेरै पछि आज छिटै उठेर अनि बनाइदिउँ न भनेर टक्क फ्रेस मुड फ्रेस माइन्ड है। आज अलि धेरै हिजो राति चाहिँ अलि धेरै उठ्नु परेको कारणले चाहिँ यस्तो धेरै भएको हो। त्यो चाहिँ यसको क्लिनिङ गर्ने ट्र्याक्टर भनौँ न है, सफा भइरहेछ। यता पनि सफा भइरहेछ है, गरिरहेछ। यो आज मेरो काम छ अनि काम गरेर चाहिँ जस्तो कलेज जान्छु। अहिले 11 बजेदेखि कलेज छ अनि अहिले चाहिँ 9 बजेर 10-12 मिनट भयो। 9 बजेर 10 मिनट भयो। चाहिँ अब 11 बजेदेखि कलेज हल्का छिटो गएको छु जस ब्लग सुरु बनाउनु छ भनेर। अनि त्यसपछि म आज टेस्टहरू छ, म्याथको टेस्ट छ अनि जस एउटा टेस्ट छ, अरू ल्याब छ। त्यसपछि म काममा जान्छु। बाहिर आएर बसिरहेको छु वेट गरेर होइन। केही बुझ्नु मन लाग्यो भने चाहिँ भनौँ होइन। इन्टरनेसनल म चाहिँ अहिले अटो बडी रिपेयर टेक्निक्स लेभल 1 पढिरहेको छु। यो चाहिँ 2टा सेमिस्टरको छ, 1 इयरको। अनि मेरो चाहिँ यसको चाहिँ जस के हुँदो रहेछ भन्दाखेरि चाहिँ मैले बुझेको लेभल 1 मा छु अनि लेभल 2 लेभल 3 लेभल 4 हुँदो रहेछ है। अनि लेभल 1 पास गर्ने, त्यसपछि लेभल 2 को लागि एप्रेन्टिससिपमा गएर रजिस्टर भएर एज अ काम वर्क अन द जब ट्रेनिङ टाइपको एप्रेन्टिससिप काम गरेर वर्क गरेर त्यसपछि फेरि लेभल 2 मा कम्प्लिट भयो त्यो। त्यसपछि लेभल 3 पढ्न आउने कलेजमा फेरि 1 इयरको कम्प्लिट गरिसकेपछि लेभल 4 चाहिँ फेरि एप्रेन्टिससिप हुन्छ। त्यसपछि बल्ल हामी रेडसिल ट्रेडको लागि एलिजिबल भएर रेडसिल लाइसेन्स दिएर बल्ल हामी अटो बडी रिपेयर कोलिजन सबै त्योवालामा चाहिँ बल्ल एलिजिबल हुन्छ। अनि लाइसेन्स दिनुपर्छ। रेडसिल लाइसेन्स दिनुको लागि चाहिँ यति लेभल पास गरिसकेपछि अनि एक्जाम हुन्छ। त्यो एक्जाममा चाहिँ 70% लिनै पर्छ। 70% लिगेन भने चाहिँ रेडसिल लाइसेन्स आउँदैन। सेम एज बार्बरको चाहिँ लाइसेन्स छैन ओन्टारियोमा चाहिँ। मैले सुने नै छैन, अरू ठाउँमा थाहा छ कि छैन। मेरो एज माई इन्फर्मेसन, एज माई नलेज है। अनि ओन्टारियोले चाहिँ लाइसेन्स कम्पलसरी गराएको छैन बार्बरको लागि चाहिँ। सो हामीले काम गर्न पाइरहेको छौँ। म अनि सबै बार्बरहरूको मोस्टलीको लाइसेन्स हुँदैन। अनि हेयर स्टाइलिस्टको केमिकलसँग खेल्नुपर्ने हुन्छ नि, केमिकलसँग खेल्ने अरूको चाहिँ लाइसेन्स चाहिँदो रहेछ मैले बुझेअनुसार है। म पनि अब लाइसेन्सको चाहिँ प्रिपेरेसन गरिरहेको छु। मेरो एक्सपिरियन्सहरू काउन्ट भइरहेको छ। अब लेटलट सर्टिफिकेसन्सहरू गरिरहेको छु, त्यो बिस्तारै बिस्तारै भइरहेको छ। हेयर स्टाइलिस्टको चाहिँ के छ भनेपछि चाहिँ सेम पढ्नु चाहिँ पहिले पढेको छ भने बेस्ट हो। पढाइ छैन भने चाहिँ मेरो एक्सपिरियन्स एउटा 2टा हुन्छ। एउटा चाहिँ एप्रेन्टिससिपबाट चाहिँ जाने रजिस्टर भएर अनि आवर काउन्ट 3200 आवर कम्प्लिट गरिसकेपछि इक्जाम दिनुपर्छ 1 to 3 लेभलको। सो मेरो चाहिँ एक्सपिरियन्स मैले लेटर बनाएर गर्नेवाला छु। एप्रेन्टिससिप नगर्ने सोचिरहेको छु। एप्रेन्टिससिप भयो भने चाहिँ टाइम धेरै लाग्छ क्या। किन भन्दाखेरि एप्रेन्टिससिप आवर 3200 आवर भने चाहिँ धेरै नै हो। टाइम दिनुपर्छ। वी हेभ टु बी रजिस्टर्ड इन एप्रेन्टिससिप एन्ड देन वी क्यान डु आवर हेयर स्टाइलिस्ट लाइसेन्स। सो त्यसमा पनि 70% नै हुनुपर्ने हुन्छ। मोस्टली मैले ख्याल गरिरहेको छु। यो मैले स्मार्ट सपको दिँदा पनि 70% थियो पास हुनलाई। 70% भन्दा तल आएपछि लाइसेन्स चाहिँ आउँदैन। हेयर स्टाइलिस्टको पनि त्यही छ अनि यो अटो बडीको पनि त्यही छ। रेडसिलहरू पनि मोस्टली त्यही नै हुँदो रहेछ है। यो चाहिँ स्किल्सहरूमा चाहिँ त्यही नै जस्तो लाग्यो। त्यही भएर इफ कसैले हेरेको छ अनि के गर्नु छ यो अटो बडी र के भन्छ अटो बडी रिपेयर टेक्निक्स लाइक यसमा चाहिँ हामीले
पेन्टिङको हुन्छ, वेल्डिङ हुन्छ, अनि प्लास्टिक वेल्डिङ यताउति हुन्छ नि, जस गाडीको आउटर पार्ट्सहरू सबै बनाउने सबै काम चाहिँ हामीबाट हुन्छ। अनि दुईवटा छ मेरो अहिलेको राइट नाउ, बार्बर लाइक हेयर स्टाइलिस्ट र अटो बडी चाहिँ थोरै मेसीवाला काम हो। धुलोमा खेल्नुपर्छ, कलममा खेल्नुपर्छ। करेन्ट हेयर स्टाइलिस्ट चाहिँ हेयर स्टाइलिस्ट / बार्बर चाहिँ अलिकति उसमा नि फोहोर त हुन्छ, तर पनि त्यस्तो फोहोर धुलो चाहिँ हुँदैन क्या। You lost it. You know where you wouldn't have lost it? अब चाहिँ हामी आज क्लास टेस्ट सकेर टेस्ट सकेर अहिले पुल हामी खिचिरहेको छ होइन। भर्खरै खाजा खाएर आएँ, त्यही चिकन ऱ्याप र एक विन्चर खाएर आएको छु। अब चाहिँ क्लास छ, त्यो वेल्डिङ क्लास, अब क्लासमा जाने हो। अहिले चाहिँ ब्राइट छ एकदम, पुरै ब्राइट। 3 बजीसम्म क्लास छ, त्यसपछि 4 बजीसम्म क्लास छ, त्यसपछि जाने हो। यो चाहिँ 3 घन्टाको क्लास थियो, अब यो सकिनेवाला छ। अब चाहिँ म मेन क्याम्पसमा जाँदैछु होइन। बस छुट्यो एउटा बस चाहिँ। खाँदैछु अब। यो पपकर्न रहेछ, चिकन पपकर्न, अनि बर्गर छ। हामीले बर्गर भन्छौँ नि त्यसलाई, त्यो चाहिँ यहाँ चाहिँ स्यान्डविच भन्दो रहेछ क्या। बर्गर भनेको के मलाई थाहा छैन, तर त्यो चाहिँ स्यान्डविच हो। त्यही हो। अब एउटा मात्रै कम्प्युटर गाडी मैले भर्खरै आयो। अनि
मजा यो सलुनमा होइन बाहिर सलुन सबैमा उतापट्टिको चाहिँ लेडिज सेक्सन हो, यतापट्टि चाहिँ जेन्ट्स सेक्सन। आज चाहिँ अलिक स्लो भएर चाहिँ अलि स्लो नै छ कि विन्टरले गर्दा बाहिर स्नो छ एकदम धेरै। अहिले चाहिँ खाली नै छ। म चाहिँ चेयरमा यतिकै बसिरहेको छु टाइम पास गर्दै कफी खाँदै। जस अहिले अलिक स्नोको कारणले गर्दा चाहिँ अलिक बडी नै अलिक स्लो नै छ भन्दा हुन्छ। अब समरमा चाहिँ अलिक भिड हुन्छ। कतिवटा चेयर 4, 5, 6वटा छ टोटल चेयर। अहिले हामी चाहिँ 4जना मात्रै टेम्पोररी चाहिँ 5-6जना छ, तर पर्मानेन्टलाई चाहिँ फुल टाइम चाहिँ 4जना मात्रै गरिरहेको छ अहिले। सब क्लोज गर्न लाग्यो हो। अब आजलाई यति नै। ए म्युजिक बन्द गर्दो भाइ। अब घर जानु लाग्यो। 7:30 भयो। अब चाहिँ एन्ड भयो होइन। Half of a mil for track now, everyone's getting it mad. If I wife your gal and she cheats on me, 100 I'm doing it fat. Yo, what's good, what's good? Guns on the block now, everyone's shook. Sweetie, gonna do me, gonna late night shoot. The Finnegan. भर्खरै म घर आउँदैछु। रातिको अहिले कति बजे छ? भर्खरै अहिले रातिको 8:30 भएको छ। म चाहिँ घर आएँ। यो ब्लग चाहिँ यही नै एन्ड गर्छु होइन। कस्तो भयो कमेन्ट गर्नु होला। कसैलाई मन पऱ्यो भने चाहिँ केही बुझ्नु छ भने कमेन्ट गर्नु होला। इन्स्टामा DM पनि गर्न सक्नुहुन्छ। यो चाहिँ म बस्ने घरकै एरियामै हो, प्लाजा हो। स्नो परिरहेको छ अहिले। चिसो चाहिँ चिसो छ धेरै। एकछिन बस्यो भने चाहिँ अलिक बढी नै चिसो हुन्छ, काम रातो हुन्छ। त्यही रातिमा अझै बढी चिसो हुन्छ नि त, स्नो भरिरहेको छ। हामी बस्ने चाहिँ अहिले चाहिँ 98 वेलिङटन रोड भन्ने हो, लन्डनको अन्टारियोको लन्डन भन्ने ठाउँमा हो। टोरोन्टोभन्दा चाहिँ अराउन्ड 200 किलोमिटर टाढा छ। त्यही हो हुन्छ। ब्लग चाहिँ मैले एन्ड गर्छु है। यो चाहिँ यत्तिकै रमाइलोको लागि बनाएको ब्लग हो। केही मन पऱ्यो भने लाइक कमेन्ट गर्नु होला। मन परेन भने ठिकै छ, डिसलाइक गर्दा नि हुन्छ। अब नेक्स्ट भिडियो कहीँ घुम्न गयो भने चाहिँ म बनाउँछु। कहीँ घुम्न गएन भने चाहिँ यत्तिकै ठिकै छ। केही गरौँला नि नयाँ क्लिप्सहरू। हस् त, धन्यवाद। गुड नाइट।